वेलकम टु तिलसी दिदीको ब्लग। ए ऋषि ल अब चाहिँ हाम्रो सबैजना भेट भइसक्यो हैन। बाटोमा यति टिम्बु भेटायो कि हामीले यति टिम्बु पनि बहिनी हो यार। अहो ऋषि बसन्त म्याम बनेर मेरो छोराछोरीलाई पढाउने ल। अनि तिमीहरू के बन्ने हो जेन्जी हो? हामी चाहिँ माथि तपाईले तल बस्नु। Hey guys, good morning and welcome to my YouTube channel. It's me Tilasi Maga and she is my sister. What's her name? Bunny. अनि आज चाहिँ हामी चाहिँ गइरहेका छौँ हैन। यता उदयपुर गढी गाउँपालिका वार्ड नम्बर 2 यसलाई के भन्छ रे? घट्टामा हिँडिरहेको छौँ। पर साइड चाहिँ हाम्रो भाइ बहिनी छन् हैन। अगाडि हाम्रो भाइ बहिनीहरू छन् हैन। अनि हामी चाहिँ बिचमा छौँ। अनि आज चाहिँ प्रोग्राम छ के, अनि त्यही भएर चाहिँ ओडाकालीलाई हिँडिरहेको छौँ हामी हैन। मेरो ऊ चाहिँ स्टोरेज चाहिँ फुल हुन आँटिसक्यो, त्यही भएर बाटै थाहा भएन कि यहाँबाट मास्तिर, यहाँबाट उयो माथि छ क्या ओडा कार्यालय। अनि हामी चाहिँ जाँदैछौँ ओडा कार्यालय गाइज। एन्ड गाइज हामीले चाहिँ भेट भइसकेको छ। हेलो भनिदेऊ, हेलो भन्दै हेर त कस्तो खालको छ। वेलकम टु तिलसी दिदीको ब्लग। यस सबले सब्स्क्राइब गर्न भुल्ने हैन फेरि। अरू पनि भनिदेऊ, म लगाउँछु। हेर्ने, लाइक गर्ने, फलो गर्ने, शेयर गर्ने, कमेन्ट गर्ने, के गर्ने सबै। यसको कुरा मान्दिनु होला सबैजनाले। ल अब चाहिँ हाम्रो सबैजना भेट भइसक्यो हैन। दुपट्टा हैन हौ के भन्छ ग्याङ सबैजनाले एकचोटि हेलो भन न यार। हेलो गाइज, हेलो हेलो। मैले देखेछु दादा तिमीहरु त पहिला रुपटारमा यो चाहिँ अलिकति सर्मिली छ क्या, सर्मिली। दुपट्टा होइन त, रुपटा हो कि त्यो उसमा पर्छ। सोरुम छ। अब चाहिँ हामी ओडाकालीलाई आइपुग्न आँट्यौँ होइन। अनि त्यस अब चाहिँ हामी ओडाकालीलाई पुगेरै भेट्छौँ तपाईँहरू। र गाइज म चाहिँ खाँदैछु चकलेट, कोकोनट चकलेट। लगाइ चाहिँ हामी चाहिँ आइपुग्यो। भरेको होइन क्या अरे, आधारभूत स्वास्थ्य सेवा केन्द्र होइन, यो ओडा नै हुने छ यार। एकचोटि त आएको थियो क्या म। लगाइ छ अब चाहिँ हामी आइपुग्यौँ ओडामा। हेर्नु बाटोमा यति टिम्बु भेटायो कि हामीले, यति टिम्बु भेटायो कि अझै पनि खाँदैछन् केटाकेटीहरू। बाटोमा अझै टिम्बु छ क्या। हामी ओडामा आइपुग्यौँ। ल गाइस अब चाहिँ हामी घरतिर हिँडिसक्यो होइन। ल यो चाहिँ घट्टा बजार हो है, घट्टा। किम्बु चाहिँ धेरै छ है। टिम्बु हो कि किम्बु हो? टिम्बु चाहिँ धेरै छ। हाम्रो गाइजहरू पनि धेरै हुनुहुन्छ। वेलकम गाइज, वेलकम टु माई युट्युब च्यानल गाइज। हाम्रो सानो बुने पनि स्कुलबाट हिँडेको है बुने। तिम्रो नाम के हो भन त? दिव्या के थर हो? तामाङ हो। अनि तिमी कुन स्कुलमा पढ्छौ? 2 क्लासमा पढ्छौ? कहाँ हो घर? हजुर कहाँ हो? आप डाँडा भनेको उता डाँडामा? ए उता डाँडामा। उसको घर उता डाँडामा हो, हाम्रो पनि उतै डाँडा हो। ल अब हामी चाहिँ हिँडिरहेको छौँ होइन घर। गाइजहरू सब अगाडि। ल अब चाहिँ हामी पुलमा आइपुग्यौँ। फर्की हेरिरहेको छन् केटीहरू हाँस्दै। हो यसो नगर न यार, नहल्लाउ न। अरे क्या कर रहे हो? नहल्लाउ न, हेर त बुने यार। म पनि बहिनी हो यार। बहुत हल्ला रहा है।
नलाउ न यार तिमीहरू किन यस्तो भएको द्याट इज भेरी ब्याड यु नो हेर न यहाँ पछाडि नौटङ्कीहरू हाई हाई नौटङ्की गर्दैछन् नौटङ्कीहरू अनि मसँग चाहिँ यहाँ सानो बुनी हुनुहुन्छ अघिको बुनी है यहाँ हाम्रो भाइहरू पनि भेट्नु हो हेलो भनिदेऊ न हेलो भन न ए हेलो भन न हौ भाइ हेलो भन त हेलो कस्तो नबोलेको तिम्रो नाम के हो भन त सिद्धान्त हो तिम्रो लिखित ए ऋषि अनि तिम्रो बसन्त अहो ऋषि बसन्त अनि तिम्रो के अरे दिव्या ल तिमीहरूको घर एकै ठाउँ हो होइन जमाइ के बोकेको कान्छ यो टिफिन ए यति ठुलो टिफिन ल्याउँछौ अनि ए ब्याग चाहिँ हो टिफिनको ब्याग चाहिँ हो ए हो ल आऊ आऊ नजाने घर ल आऊ हाम्रो कान्छी बुने चाहिँ म सँगसँगै हिँड्छ होइन बुन तिमी भोलि पर्सि के भन्ने खाइ कस्तो खाइ तिमीलाई के भन्नु मन लाग्छ वा कति राम्रो सोच वा भोलि पर्सि म्याम बनेर मेरो छोराछोरीलाई पढाउनु ल ओके धेरै राम्रो अनि तिमीहरू के भन्ने हो जेन्जी हो के भन्ने तिमीहरू वा आर्मी बनेर देशको सेवा गर्ने होइन पुलिस बनेर देशको सेवा गर्ने होइन वा ल दामी गुड वा ल सबैजना आर्मी बनेर देशको सेवा गर्ने होइन विदेश जानु हुँदैन नि फेरि ल ल धेरै राम्रो कस्तो राम्रो छ बालबालिकाहरू अहिले नै आर्मी पुलिस बन्ने सोचको यस्तो हुनुपर्छ हाम्रो देश विदेश जाने सोच कसैको छैन होइन अब चाहिँ हामी त्योभन्दा तल्लोको घर हो माथिको घर हो ल राम्रो अनि तिमीहरू सधैँ स्कुल आउँछौ सधैँ स्कुल आउँछौ वा कति राम्रो अनि तिमीहरू के खान्छौ भन त टिफिन स्कुलमा भात नै लान्छौ स्कुलबाट के अरे घरबाट बिहानको भात कि हो मलाई जिस्काउँदैछ युट्युबर भनेर उहाँ हाम्रा जेन्जीहरू ल गाइस तिमीहरू कताबाट जान्छौ ए यहाँबाट हो ल आऊ बाई तिमीहरू अब यताबाट जाने हो बाई भनिदेऊ नि त अब अघि हाई नभन्दा पनि बाई भनिदेऊ ल भोलि पर्सि भेट्नुपर्छ ल जेन्जीहरू अब चाहिँ हामी यहाँ खाँदैछौँ थेम्बो टिम्बुको बोट थुप्रो रहेछ क्या उहाँ बाँदरहरू सब खाँदैछन् हाम्रो अभिषेक भाइ पनि खाँदैछ है थोडा पाकेन ए ओके गाइस मैले चाहिँ टिम बोकेर खाँदै हिँड्दै गरिरहेको छु केटाकेटीहरू उहाँ पुगिसक्यो कस्तो देखिरहेको छ टिकटकरहरू हाउ आर यु गाइस कस्तो मिठो छ नि धारा छ नि त खै यता ल्याउँछ भिडियो कस्तो भयो हेरौँ देखाउँ त यता
किन के हुन्छ यो अभिषेक किन What is this, guys? ये क्या है वो अलिकति अब त्यस्तै गर्छ इधर से धारातिर हामी चाहिँ माथि तपाईले तल बस्नु त्यस्तै हो मेरो भ्लगमा कोही आउनु पर्दैन मेरो चप्पल खै मलाई नाकेर हिँड्यो भने हिँड्ने भेरी सरी आई एम भेरी सरी हामी हिँड्दैछौँ ल गाइस यो फुच्ची चाहिँ माई सिस्टर अनि मतलब मेरो आफ्नै आन्टीको छोरी हो यो होइन अरू चाहिँ साथीहरू भनौँ होइन हेर उस्तै छ भएर त उस्तै छ हेलो वी आर इटिङ फर भात यो अरू का यो अझै उता बाबा हाम्रो मासुसँग खाँदैछ होइन यो चाहिँ बन्दा र आलु अनि भट्टा मासुको तरकारी हो हिजो चाहिँ हामी टक्कसँगले 2 नम्बरमा गयो होइन कार्यक्रममा आयो अनि समूह पनि मेरो घरमा आयो होइन अनि त्यही हो फाइनल कुरा अनि हिजो हामी कति त्यस्तो 7 बजीतिर आइपुगेको थियो हामी त्यस्तो ढिलो हेर्छ हामी अब के भयो त्यस्तै हो अब हामी ढिलो आयो होइन मम्मीको सासमा लिनु पनि जानुभएको थियो अब चाहिँ मैले चाहिँ हिजोदेखि आजसम्मको भिडियो चाहिँ एन्ड गर्नुपर्ने हुन्छ अनि यो चाहिँ मेरो दोस्रो भिडियो हुनेछ होइन अनि तपाईँहरू सबैजनाले माया गरिदिनु होला अनि मेरो युट्युब आइडीलाई चाहिँ सब्सक्राइब गरिदिनु नभुल्नु होला र भिडियोहरूलाई लाइक गरिदिनु होला र कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला यति भन्दै बाई बाई भन्दै